नमस्कार। अहिले हामी खोट्याङ गाउँपालिकाको वडा नम्बर 4 मा रहेको मिलनचोकमा आइपुगेका छौँ। खोट्याङ गाउँपालिकाले कालोपत्रे सडक निर्माणका लागि स्थलगत सर्वेक्षण सुरु गरेको छ। खोट्याङ गाउँपालिकाका सर्वे अध्यक्षज्यू, उपाध्यक्षज्यू, इन्जिनियर, प्राविधिक टोली लगायतका कर्मचारीहरू सबै एकजुट भएर स्थलगत सर्वेक्षण सुरु गरेको छ। अब स्थलगत सर्वेक्षण सम्पन्न भइसकेपछि ठेक्का खोल्ने भएको छ र यो सडक खोट्याङ गाउँपालिकादेखि सुरु भई यो अन्तर्जिल्ला जोडिने भएकोले, भोजपुरसँग जोडिने भएकोले पामाङसम्मको सिमाना रहेको छ र यसमा चाहिँ बडाका दियाले, सावा कटहरे, वाप्लुखा, लिक्वा पोखरी हुँदै त्यो ठाउँमा पुग्ने भएको छ। तर केही सुरु चाहिँ गरिने भएकोले अब यो सर्वेक्षण पछाडि ठेक्का खुल्नेछ र यो चाहिँ खोट्याङ गाउँपालिकाले जनताहरूको दुःख शास्ति देखेर यात्रा सहज बनाउनको निम्ति र सामान आयात निर्यात गर्न सजिलोस् भन्ने हेतुले काम सुरु गर्न लागेको छ र यहाँहरूले देख्न सक्नुहुनेछ यो हामी अहिले स्थलगत सर्वेक्षण गरिरहेका छौँ अनि अरू ठाउँ पनि गर्नेछौँ। धन्यवाद।